हजुर नमस्कार। भारतीय सेनामा नेपाली युवाको भर्ती लामो समयदेखि रोकिएको विषयमा आफ्नो केही मनका कुराहरू राख्न चाहन्छु। नेपाल र भारत बीचको सैनिक सम्बन्ध केवल रोजगारीको विषय मात्र होइन हजुर। यो इतिहास, विश्वास, मित्रता, साहस र गोर्खाली वीरताको परिचय बोकेको सम्बन्ध पनि हो हजुर। दशकौँदेखि हजारौँ नेपाली युवाले भारतीय सेनामा सेवा गर्दै आफ्नो बहादुरी, अनुशासन, इमान्दारी र कर्तव्यनिष्ठाको उदाहरण प्रस्तुत गरेका छन्। यही कारणले गोर्खाली सैनिकको नाम संसारभरमा सम्मानका साथ लिइन्छ। यो हजुरहरूलाई पनि अवगत छ। तर पछिल्ला केही वर्षदेखि भारतीय सेनामा नेपाली युवाको भर्ती रोकिँदा यसको प्रत्यक्ष असर हजारौँ नेपाली युवामाथि र पूर्व सैनिकका परिवारमाथि परेको छ। भारतीय सेनामा स्वइच्छाले सेवा गर्न चाहने धेरै युवाका सपना अधुरा बनेका छन्। कतिपय परिवारको त आशै टुटेको छ र धेरै युवाहरू अन्य विकल्प खोज्न बाध्य भएका छन्। यो विषयमा नेपालभर रहेका पूर्व सैनिक सङ्घहरू, संस्थाहरू तथा महासङ्घहरूले पनि आफ्नो आफ्नो ठाउँबाट निरन्तर आवाज उठाइरहनु भएको छ। विभिन्न जिल्ला मार्फत माननीय सांसदहरूलाई पनि ज्ञापन पत्र बुझाउनेदेखि लिएर सम्बन्धित निकायको ध्यान आकर्षण गराउने प्रयासहरू पनि भइसकेका छन्। अब ती प्रयासहरू केवल कागजमा सीमित नरहुन्, बरु ठोस निर्णय र सकारात्मक निष्कर्षमा पुगुन् भन्ने अपेक्षा हामी सबैको छ। हामी आज पनि त्यही सकारात्मक निर्णयको प्रतीक्षामा छौँ अनि आशा पनि गर्छौँ। मेरो विचारमा यो विषय राजनीति गर्ने होइन, समाधान खोज्ने विषय हो। नेपाल र भारत सरकार बीच भएका सम्बन्धित सम्झौता र समझदारीलाई आधार बनाएर यस विषयमा गम्भीर पहल हुनु आवश्यक छ हजुर। यदि त्यसबाट पनि समाधान ननिस्किए नेपाल सरकारले आफ्नो युवाको लागि सम्मानजनक र दीर्घकालीन वैकल्पिक अवसरहरू खोज्नुपर्ने समय आएको छ। म दुवै सरकारसँग विनम्र आग्रह गर्न चाहन्छु, आपसी संवाद, विश्वास र सहकार्यका माध्यमबाट यस्तो निष्कर्षमा पुग्नुस् जसले दुवै देशको पुरानो मित्रतालाई अझ मजबुत बनाओस् र नेपाली युवाको भविष्यलाई पनि सम्मान गरोस्। व्यक्तिगत रूपमा मलाई लाग्छ अवसरको खोजीमा संसारभर छरिनुभन्दा स्वइच्छुक, आफ्नो इच्छाले र योग्य नेपाली युवाले भारतीय सेनामा सेवा गर्ने अवसर पाउनु उनीहरूका लागि सम्मानित विकल्प हुन सक्छ। तर अन्तिम निर्णय हरेक युवाको आफ्नै इच्छा, परिस्थिति र भविष्यप्रतिको दृष्टिकोणमा निर्भर रहने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। हाम्रो अपेक्षा एउटै छ, लामो समयदेखि रोकिएको यो विषय छिट्टै सकारात्मक निष्कर्षमा पुगोस्। योग्य तथा इच्छुक नेपाली युवाले फेरि आफ्नो क्षमता र योग्यता अनुसारको सेवा गर्ने अवसर प्राप्त गर्न सकुन् र भूपू सैनिकका परिवारले पनि आफ्नो फाइदा लिन सकुन्। यही हाम्रो आशा, यही हाम्रो अपेक्षा र यही हाम्रो विनम्र आग्रह अनुरोध छ सरकारसँग। अगर यो भिडियो तपाईहरूलाई राम्रो लाग्छ भने सरकारसम्म पनि पुर्याउनलाई सेयर गर्नुहोला, किनभने यो माध्यमै यही हो। जताततैबाट सरकारमा त धेरै काम छ, सरकारसँग फुर्सद छैन। सरकारको आफ्नो समय उहाँहरूलाई पटक पटक भन्नु परेपछि भनेपछि केही न केही यो इम्पोर्टेन्ट कुरो रहेछ कि भनेर त्यसमा पहल गर्नुहुन्छ कि भन्ने मेरो एउटा आश। अनि यो सामाजिक सञ्जालै रहेछ जो कि तुरुन्तै सबैले हेर्ने, सबैले उ गर्ने अनि ठ्याक्कै यो पुगिहाल्छ उहाँहरूको सामुन्ने। त्यसो भएर हामी जति पनि छौँ सबैले सेयर गर्दै सरकारसम्म पुर्याउने काम गरौँ। हस्त, धन्यवाद, नमस्कार, जय नेपाल।